के भन्ने इमाडोलको बारेमा इमाडोल भने के अब प्राचीन नगर विशाल नगरमा अब आग लागि हुँदाखेरि त्यहाँको अब मान्छेहरूको सबै घर सर जल्यो होइन अब कहाँ बस्ने भनेर भगवान्लाई पुकार्दाखेरि भगवान्ले चाहिँ ल म इगल भएर आउँछु म जहाँ बस्छु तिमीहरू त्यही बस्ती घर भनेर अनि त्यहाँबाट सर गएर इमाडोल भन्ने ठाउँमा बस्दाखेरि इमाडो भनेको त्यो इगल त्यहाँ बसेको हो अनि हाडी गाउँको मान्छे घरबार बिहिन भएको त्यहाँ बस्न गएको अहिले पनि त्यहाँको चलन छ इमा भने इगल हो डो भनेको थुप्रो क्या तपाईँको डोनरको ड भन्छ नि त्यस्तै हो अहिले ल चाहिँ जोडेको थियो ल चाहिँ पछि जोड्दै असनलाई असन होइन लगन खेल लगन खेल पर्दाहरूले बिगारिदियो यहाँले नसा भन्छ यो नसाले नक्साल गर्यो लगन खे मात्रै हो त्यसो भए लगन ख्यो भनेको चौर के ल यो थप्दियो उहाँ चाहिँ फेरि हाम्रो जा होला ख्योलाई संस्कृति विद्या हैन जाउला ख्यो भने के भन्दाखेरि रातो मन्छिनाथको जात्रा बेलामा भाट छोड्नु पर्ने क्या नेवार भाषाबाट जाऊ होला ख्यो त्यो चौर भनेको भाट खेल्ने भाट फाल्ने चौर भने क्या अब खेजहरूले ल गर्ने जाउला खेल गर्ने सबै ठाउँको नाउँ बिगारिदियो बिग्रे त राम्रो भयो बिगारिदियो नि जब खेल भन्नु त खेल भन्नु राम्रो छ जाऊ होला ख्यो जाऊ होला ख्यो भने भाट यस्तो फाल्ने के त्यो खेल हो यस्तो नाम बिगारेको होइन सबैको होइन यस्तो के हामीलाई उच्चारण गर्न सजिलो भयो नि तपाईँहरूलाई त ख्यो भन्ने सजिलो थियो असन होइन नि अस भने अस असनको के हो फेरि कुरो असनको पनि यस्तै कुरा होला नि त्यस्तै कुरा छ के हो त अब एउटा त्यो भक्तपुरको ज्यापुले चामल लिएर आएको रे त्यहाँ हराएछ अनि कहाँ हरायो नेवार भाषा भन्छ अनुसमा तयु भनेर कहाँ अनुसमा भनेर असम भयो होइन असम भन्यो अनि त्यसपछि पर्दैन अनुसमा भनेको यतैतिर हालेको हराएको क्या अब चामल राखेको हराएको कहाँ भन्ने रे कहाँ राखेको तिमीले भने अनुसमा भने होइन त्यही राखे भने त्यसको ठाउँको नाम असम हो ल ल धन्यवाद देउटाले लिएको रे कि देउटाले ल ल ल ल धन्यवाद